सम्पूर्णमा नमस्कार। आज हामी गणित विषयको कक्षा 9 को घाताङ्क च्याप्टरको प्रमाणित गर्ने क्वेशन चाहिँ हेर्दैछौँ। यहाँ प्रमाणित गर्नुपर्ने छ। यहाँ दिएको छ p³ + q³ + r³ बराबर 1 गिभन दिएको छ र हामीले प्रमाणित गर्नुपर्ने छ यो बराबर RHS x² RHS x² प्रमाणित गर्नुपर्ने छ। अब यहाँ LHS दिएको छ, हामीले यहाँ दिएको कुरा यहाँ लेख्नु पर्यो। LHS मा दिएको छ x को पावर p बाइ x को पावर q यो LHS हामीले दिएको छ LHS मा, अनि RHS हामीले x² निकाल्नु पर्छ। हाम्रो घाताङ्कको नियम अनुसार डिभाइडमा माइनसमा छ भने माथि जाँदाखेरि प्लस हुन्छ। यहाँ दिएको छ x को पावर p + q p² - pq + q² इन्टु यो पनि x को पावर q माइनस जाँदाखेरि प्लस r q² - qr + r² इन्टु यो पनि x को पावर r + q r² - rp + p² दिएको छ। यो अब हाम्रो यो फर्मुलामा सिधै फर्मुलामा गयो। a³ + b³ को फर्मुला, a³ + b³ को फर्मुला a + b a² - ab + b² हुन्छ। अब यसलाई हामीले चाहिँ यही फर्ममा लगाइदिने x को पावरमा p³ + q³ इन्टु x को q³ + r³ इन्टु x को r³ + p³। अब मैं गिभनमा लेखिदिएँ a³ + b³ बराबर a + b a² - ab + b²। यसरी चाहिँ यसको ठाउँमा चाहिँ हामीले यो यसको ठाउँमा यो क्युबको फर्मुलामा चाहिँ राख्नुपर्छ। र अब हामीलाई घाताङ्कको नियम अनुसार इन्टुमा छ भने पावर जहिले पनि जोडिन्छ। तीनटा x को एउटा x p³ + q³ + q³ + r³ + r³ + p³। अब x को पावर p³ 2p³ + q³ 2q³ + r³ 2r³। अब यहाँदेखि कमन 2 चाहिँ साझा लिनु पर्यो। p³ + q³ + r³। अब हामीलाई p³ + q³ + r³ बराबर 1 दिएको छ। त्यसैले x को ठाउँमा 2 × 1 यो भनेको x² हामीले निकाल्नु पर्ने RHS मा पनि x² छ। अब यहाँ RHS भनेको x² नै छ। त्यसैले therefore LHS बराबर RHS PROVED। यसरी चाहिँ यो क्वेशन प्रमाणित